अनि फाइटर आएर सोध्नु भएको थियो फाइटर आएर सोध्नु भएको थियो यो मान्छेको कुराहरू नसुन न आफ्नो उयो गर बस्नु तपाईँ बस्नु एकछिन तपाईँ बस्नु यसो बाँड्नु नबस्नु न म लगिहाल्छु नि एक्लै अहिले भरे चाहिँ अनि पानी पौडी खेल्दै गर्नु आइरहेछ पानी यहाँ म वहाँ तलै पुग्नु जस्तो लाग्दैछ हामीले ठाउँमा यहाँ मोबाइल दुख्छ क्या बस्नु मोबाइल दुख्छ बस्नु न बस्नु पर्छ अहिले मलाई लगिहाल्छ नि बस्नु भन्छु मोबाइल डुब्छ क्या यहाँ मोबाइलमा पानी लगेको देख्छु अनि त्यही चाहिँ गर्ने हो नुहाउँदै हो पनि गर्ने हो यहाँ पानी छैन जस्तो लाग्दैछ मलाई पौडी खेलाउँछ यहाँ पानी नै छैन छाना देख्दैछु कि त्यही भएर छाना देख्दैछु र ब्याक गर्दैछु त जान्छ हौ हजुर जान्छ हौ जाँदैन दाजु खेको नजानुलाई यो दाजु पानी नै छैन पल्टिन्छ क्या बलुवामा पानी नै छैन म यहाँबाट लान्छु क्या तलबाट यहाँ छ पानी यहाँ छ ऊ त्यहाँ छ क्या त्यहाँ पानी छैन त्यो भुटा हानेको देखिरहेको छु नि जानी जानी कहाँ लान्छु अझै त उयो भइरहेको पानी नै छैन क्या योबाट पानी आउँछ यहाँबाट कहाँ छु जाल चाहिँ यहीँबाट छोड्नुपर्छ नि अहिले आएर छोड्यो अब पानीमा फाँकै अहिले 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 होइन यहाँबाट छोड्यो भने म ऊ त ढुङ्गा निकाल्छु क्या तपाईँहरूलाई म क्या निक्लिँदैन चाहिँ कुण्डे नभएको पानीबाट गइहाल्छ नि कस्तो फस हुन्छ चरीहरू सकिँदैन अब चाहिँ घुमाऊ खाडा बनाऊ न अलिक खाइ बनाउँदैछु यति हो गएर मेरो गइरहेछ नि सर यो जुन पानी छ नि पानी नै छैन माछा मर्ने ठाउँ जान्छ नि गएर घाम त्यो माथि त्यहाँबाट एउटा चाहिँ निकाल्ने नै हो अनि यहाँ बोट चलिहालेको रहेनछ अहिले चल्छ ध्यानदेखि चलेको अहिले 10 साढे 11 भइसकेको छ बोट चल्दैन मान्छे छैन आइपुगेको अन्त मासतिर पनि भएको रहेछ कति नाइट बस्नेहरू हुन्छ मिनी गोवाको याद दिलाउने ठाउँ पो होइन त मिनी गोवाको नाम के अरे याद दिलाउने ठाउँ गएर चाहिँ नौत्री नै छेउमा गएर चाहिँ मजाले बसिरहेको अब चाहिँ उत्रिने बेला भयो छोच्यो यही नाउ छोच्यो मैले चढाएकै हो नि त लु यता भिडियो नबना त्यसो हेर्नु नाम त नआउँछ तपाईँलाई चाहिँ चोत्रो खालको भिडियो बनाउनुपर्छ अहिले भरे बनाउनु नि काट्ने जोड्ने अनि बनाउने नि यसलाई दाजु नाउ गयो झर त तल पर अब हाम्रो दाइहरू
माछा मार्न जाँदैछन्। पानी यो चाहिँ काठको डुङ्गा। माथि चाहिँ हाम्रो भाइरल बोराबान। ल दाजुले पानी फ्याँक्दा फ्याँक्दै तल झारिसक्नु भयो नाउ पनि। अनि तपाईँ पनि जाने मामा म नजानु जाल बुनेर अब रेडी भयो। जाल रेडी गरेर कहीँ निको भाइ बुढी हुनु गुणी हुनु निको रे। अब माछा कत्रो कत्रो पर्छ भरे एकछिनमा हेर्नुपर्छ 2-3 घन्टामा। त्यो अर्को हिल के भन्ने चाहिँ कहाँ खोलेको यता एक्लट माछा खोजेर आउनुभयो। खोज्यो कि भेटिएन। अब फेरि जाने हो भेटेलाई जाल खानु। अब चाहिँ चुप लागेर बस्यो हुन्छ हामी त्यहाँबाट गएर पनि फेरि पल्लोपट्टि जान्छौँ। अब कतिवटा मारेर ल्याउनु हो त दाजु? 51वटा। भाइ राजा हजुर कति आयो त? छैन आउला नि अब एकचोटि नै फेरि माछा मार्न जाने भए नाउँ चाहिँ यही हो है। माछा मार्नु जानु भयो होइन आउने जाल चाहिँ मिलाउनु। जाल मिलाउनु म पनि जान्छु। मार्न नआए पनि मिलाउनु चाहिँ आउँछ अलिअलि।
पल्लोमा पलाउँदैन पानी खसी होइन त्यो जान्दिनँ यहाँबाट छोडेर जानुपर्छ त्यहाँ तलसम्म मैले जाल मिलाउने भन्दा पनि पक्रिदिने मात्रै त्यति चाहिँ आउँछ मलाई हाम्रो नाउ साइड लाग्यो धागो त अस्तिदेखि यहीँ रहेछ जालै सानो भइसक्यो